माननीय सदस्य हरि ढकाल 2 मिनेटभित्र आफ्नो कुरा के हो राख्नुहोस्। सम्माननीय सभामुख महोदय, नदी बचाउ अभियानका अभियन्ता हाम्रा केन्द्रीय नेता मेघ आले र दिनाकर नेपालमाथि वालिङ नगरपालिकाका वडाध्यक्ष 10 नम्बरका वडाध्यक्षले सांघातिक आक्रमण गरेका छन्। आँधी खोलामा भएको दोहन विरुद्ध बोल्दा तल भुइँमा हाम्रा नेतामाथि आक्रमण हुन्छ। 23 दिनदेखि भुइँ मान्छेका आवाज बोलेर भुइँ मान्छेमा भएको त्यो अत्याचार र मानव तस्करहरू विरुद्ध हामीले आन्दोलन गर्दै गर्दा सरकार सुन्दैन। यो कुन किसिमको सुशासन चल्दैछ? यहाँ यो कुन किसिमको सुशासनको भाषण चल्दैछ? सम्माननीय सभामुख महोदय, आज कतारमा उद्धारको लागि आह्वान गरिरहेकी चेलीको आवाज बोलेका छौँ हामीले। आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर सङ्गठित रूपमा तस्करहरूले उचित श्रमको र रोजगारीको मोहमा भिजिट भिसाका नाममा मानव तस्करी गरेर लाखौँ लाख युवा ठगिएको विषय हामीले यो विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलनप्रति नजरअन्दाज गर्दैछ? सम्माननीय सभामुख महोदय, गृहमन्त्रीज्यूले सदनमा आएर बोल्नुभयो, भुइँ मान्छेका आवाजहरूमाथि कटाक्ष गर्नुभयो, आफूले दिने उत्तरहरूमा भुइँ मान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो। तर विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो यो प्रश्नको उत्तर दिन सक्नु भएको छैन। अख्तियारले ताकेता गर्दा गर्दै पनि किन विमानस्थलभित्र भएको यो र्याकेटको अनुसन्धान सुरु गरिएन, यसको उत्तर दिनु भएन। अनावश्यक कर्मचारीहरू किन थपियो एयरपोर्टमा, यसका उत्तर आएन। माननीय सदस्य यहाँको 2 मिनेट सकिन लाग्यो। सम्माननीयज्यू, मलाई अलिकति समय। अनि कर्मचारी, आफ्ना सचिवालयका कर्मचारीको त्यो सरुवा किन गरियो, यसका उत्तरहरू दिन सक्नु भएन। अनि यो डिआइजीको सरुवाका विषयहरू उत्तर दिन सक्नु भएन। सम्मानित सभामुख महोदय, यस्तो विषम र गम्भीर विषय लिएर हामी आन्दोलित हुँदै गर्दा सरकारले हाम्रो आवाज सुनेको छैन, भुइँ मान्छेले हाम्रो आवाज सुनेको छैन। त्यसकारण हाम्रो आन्दोलन जारी छ। हाम्रा मागहरू, हाम्रा दलले उठाएको मागहरू सम्बोधन नभएसम्म गृहमन्त्रीको